हेलो हेलो साथीहरू, म दोकान आइपुगेँ अघि नै। अनि फुपूहरूलाई पर्खिँदा बल्ल बल्ल आइपुग्नु भयो। अब चाहिँ हामी हिँड्दैछौँ 11 बजी 10 बजीको तालिममा। आज 11 बजिसक्यो। यहाँ हुनुहुन्छ फुपू, यहाँ हुनुहुन्छ सानीमा। सानीमा कहाँ जानुभएको? अनि तालिम 10 बजी अनि 11 बजी जाँदाखेरि हुन्छ त? आज त्यस्तै परो घरमा काम। ए ल ठिक छ। फुपू हेलो फुपू। हजुर कहाँ हिँड्नु भएको तपाईँ? बनअफिस। अनि 11 बजीको तालिममा अनि 10 बजी हिँड्दा नि हुन्छ त? जस्तो 11 बजीको तालिममा 10 बजी अनि 11 बजी बोलाएको अनि 10 बजी हिँड्नु भएको छ त के हो पारा? त्यहाँ हुनुहुन्छ हाम्रो अङ्कल, यता हुनुहुन्छ आमा, यता हुनुहुन्छ आमा, यता हुनुहुन्छ बुवा। हाई हाई बुवा। खै बुवाले हाई भन्यो। अङ्कलको घर यो युवराज अङ्कलको घर। भरे हेर्नु यो चम्लगाईको घर भएर त चम्लगाई चोक भएको अरे क्या। हिजो मैले देखाएँ नि साथीहरूलाई बोट। बौलाले भरे हालिहाल्थ्यो। हामी जाँदैछौँ अब बनअफिस। यतिको रमाइलो नगरे त पुगिँदैन नि त साथीहरू। उकालो र ओह्रालो छ हाम्रो गाउँको बाटो। कस्तो कस्तो आउँछ लाग्यो। हामी जाँदैछौँ अब। यहाँनिर चाहिँ हिजो पुरेको रहेछ जेसिबीले। अहिले चाहिँ अलिक अथवा तर यस्तो छ नि, हेर्नु न यहाँ साथीहरू। बर्खाको बाटो। फुपू हाम्रो नेता हुनुभएको छ। उहाँ सल्लाह सुझाव दिँदै हुनुहुन्छ यस्तै हो भनेर। हिजो वाडाको बाटो यस्तो भनेको थियो नि त। अनि फुपूलाई कता कता मन चसक्क भयो जस्तो छ। नेताले यस्तो बोल्नु हुँदैछ। यस्तै हो अरे बाटो। ल ठिक छ त्यो पनि। अब हामी जाँदैछौँ साथीहरू। त्यही हो, अब मै पुगेर भेटौँला। अहिलेको लागि बाई। साथीहरू हामी पनि पुग्यौँ। अब यहाँनिर बोल्न मिल्दैन। त्यही हो, तालिममा पुगिसक्यौँ। यहाँ सरहरूले सिकाउनु हुँदैछ।